Hello and namaste. Good morning from guess the place. यस्तो बवाल छ अलिकति ढिला भयो हैन आज चाहिँ उठ्न यहाँ लुगा सुगा पनि धोएर सुकाएको छ हाम्रो दाइ छ भाउजू पनि हुनुहुन्छ यो मकै हो मकै यो चाहिँ मकै यो लबु यो लबु चाहिँ केको लागि केलाउनु भएको रे तपाईले यता हेर्नुस् त यता हेर्नुस् त अब यो त जरो हो अनि म गान्डु बनाउन रे गान्डुलाई नेपालीमा के भन्छ सिमकी हो कि निम्की भन्छ एकजना चाहिँ स्कुल के गाडा छ हेर्न ह एकजना स्कुल के गाडा छ अनि यता चाहिँ छोरीले चाहिँ के गर्या यो के गरेको यस्तो स्याउ स्याउ हो यो मुस्ताङको स्याउ हो मुस्ताङको स्याउको तरकारी बनाउने रे छोरीले चाहिँ के कस्तो खाले स्याउ हो यो यहाँ चाहिँ हाम्रो टक्क अर्गानिक मकैहरू चाहिँ यसरी सुकाउँछ हैन यो माथिको फेरि यो के रे तिगरजु यो चाहिँ अब गुन्द्रुकको लागि सुकाएको हो यहाँ चाहिँ हाम्रो फेरि गाउँमा चाहिँ अब सबै यहाँ बनाउँछ किन्नु पर्दैन ऊ त्यहाँ चाहिँ मौरीको घरहरू छ घर घर सरी माई ब्याड अनि उता राला झङ छ यता पनि छ नागाती चाहिँ उनले भन्छ यता पनि छ अब यहाँ चाहिँ हाम्रो होमस्टे पनि छ भाले पनि खाना आउन सक्नुहुन्छ अनि यता चाहिँ फेरि हाम्रो अनलिमिटेड पानी छ फेरि यता 24 घन्टा कति युज गर्ने पानी कति चाहियो पानी टक्क अनलिमिटेड पानी हो यहाँ चाहिँ हैन ए एकदम यत्रो दिएको छ नेचुरलले त्यसको चाहिँ अब हामीले सदुपयोग गर्नुपर्छ तर हाम्रो यहाँ चाहिँ त्यस्तो छैन बाख्राहरू पनि छ हाम्रो गाउँको घर चाहिँ अब कस्तो छ भन्दाखेरि अब पुरानो बाजेले बनाएको घर हो यो चाहिँ टक्क भित्र चाहिँ यस्तो छ यो चाहिँ अब चुलो भयो अब यता चाहिँ हामी बसेर खानासाना खान्छौँ त्यहाँ चाहिँ अब सुकुटीहरू सुकाउँछ त्यहाँ चाहिँ सुकुटीहरू बनाउनको लागि हो त्यो ठाउँ चाहिँ हैन यो भयो यहाँबाट माथि चाहिँ अब तला छ अर्को यहाँ चाहिँ अब हामी सुत्ने त्यो कोठाहरू छ सामानहरू यता छ बिजोक छ हैन अब यो चाहिँ हाम्रो कुखुराहरू राख्ने घर हो यो चाहिँ कुखुराको लागि घर अब भित्रबाट त्यस्तो भयो अब बाहिरबाट चाहिँ यस्तो छ हाम्रो के रे गाउँको माटोको घर यो बाजेले बनाएको जमानामा कति वर्ष है दाजु चाहिँ तिमी गाउँको चाहिँ घर हुँदो रहेछ मकैको घर मकैको घर पनि थियो मकैको घर चाहिँ अस्ति भर्खर भर्कायो कि हामीले भ्यू चाहिँ यस्तो बवाल छ कि यहाँबाट ओ माई गड निलो निलो आकाशमा यस्तो राम्रो घर निलो निलो आकाशमा उड्दो रहेछ ग्वाई ग्वाई भने चाहिँ फेरि के हो रे चिल हो के हाम्रो भाषाबाट चाहिँ ग्वाई भन्छ ग्वाई स्वाई भन्दो रहेछ यो तल चाहिँ अब दाइ भाउजूको रुम हो उताबाट चाहिँ दाइ भाउजूको रुम हो भएको तँ त्यहाँ तल चाहिँ होमस्टे हो 4वटा रुम छ 4वटा रुम छ फ्यामिलीहरू आउन सक्नुहुन्छ मिलेर अस्ति मेरो साथीले चाहिँ बुक गर्ने भन्दै थियो 1500 भने त सोचेर भन्छु रे हामीले केही छैन आइज न तँलाई म डिस्काउन्ट दिन्छु यता चाहिँ टोयलेट छ शौचालय कति चाहियो दाउरा यहाँतिर ल बबाल छैन त घोर्की थम्नेलाई लाखिनन् घोर्की सोधो नि मैले यार गाउँको घर यो स्क्रिनसट के भने कि सोसियल यहाँ राङमा चाहिँ जाऊ तिमी थिएँ बेला घोर्की चोसो है यो चाहिँ अब गुन्द्रुक चाहिँ कति दिन पछि हुन्छ एक हप्ता पछि चाहिँ यो खाना लायक एक हप्ता होइन यो चाहिँ अब एक हप्ता जति सुकाउने हो त्यसपछि फेरि ल भन्नु त यो यसको प्रोसेस चाहिँ कस्तो छ सुकाउनु पर्यो एकचोटि उहाँले भन्नुहुन्छ ल सारवांगरी वत्थबकबा काल जल्जी भनन कि फुम्बरी उसी भनन कि फुम्बरी स्यालसी दो जिन्या ए त्यसो भए सरला कशालजी भनन कि फुम्बरी जङ दो जिम अनि सोमरेमा ते दो जिम सोमरेमा ते सी भनन कि सांग दो जिम सुगाएपछि ए कुन्द्रो भन्दिरो लाग्छ मैले गएपछि पानीले धुनु पर्छ मैले गएपछि ल
यो चाहिँ एकदम लामो प्रोसेस रहेछ अब बनिसकेपछि चाहिँ फेरि मासुभन्दा बबाल स्वाद आउँछ है वाला स्वाद आउँछ होइन ल सोध नेपालको के ल अब त्यति पनि थाहा हुँदैन त नि गुन्द्रुक कसको पाला पायो दिनरासाको पाला पाएको गुन्द्रुक हो यो अनि अमेरिकनहरूले त अनि यही कुरालाई फ्रेस राख्नलाई फ्रेस अचार बनाउनलाई के युज गरेर उनीहरूले त 4-5 वर्षसम्म युज हान्छ अनि अब हामीसँग त्यस्तो छैन ल है भाले खाना चाहिँ आउनु पर्यो है अब यहाँ यही भालेहरू टन्नै छ यो चाहिँ डन हो यो भाले चाहिँ डन हो यो चाहिँ अब हाम्रो लोकल भाले हो कि लोकल भाले होइन लोकल भाले यहीँ जन्मिएर यहीँ यत्रो भएको भालेहरू टन्नै छ अब खानालाई चाहिँ अब किलो ज्यासी चाहिँ मलाई होइन किलो ज्यासी आम्माकै होल भाले वा होल भालेलाई त म 45 सेर हो कात्तामा हुन्छ है काठ्ठा बिके पाउँछ है मिनिमम 4000 या कम्तीरी 4000 बढीरी 5000 या कम्तीरी 4000 या कम्तीमा नि 4000 हो होल अब यो चाहिँ कसरी दिन्छ भने हामीले टक्क पकाइ गरेर सबै गरेर दिन्छौँ होइन यत्रो भएर इस्कुस काट्न आएन अरे बेजत भयो नि यो त ठेट राजाङ सारवाङ चाहिँ पहिला हाम्रो यता थियो होइन यता थियो अब अहिले चाहिँ उतापट्टि सर्या छ अनि यो चाहिँ हाम्रो फेरि ऊ हो कि यो एभाकाडोको रुख यसपालि चाहिँ फल दिन्छ यसले फिक्स यसपालि चाहिँ फल दिन्छ इस्कुसहरू पनि टनाटन छ यहाँतिर कति चाहियो इस्कुस ओहो ल इस्कुस चाहिँ अब फेरि हाम्रो कसैले खाँदैन कि किनभने अब हामी चाहिँ बच्चा बेलामा के गर्थ्यो यो इस्कुसको सिजनमा चाहिँ इस्कुस फलेदेखि इस्कुस सबै नझरेसम्म जहिले इस्कुस त्यही भएर चाहिँ हामीले इस्कुस खान छोड्या हो होइन त्यही भएर चाहिँ हामीले इस्कुस खान छोड्या त्यही भएर खासै खाँदैन कि अहिले यत्तिकै कुहिएर झरिरहेछ यहाँ त्यो चाहिँ यो कुरा चाहिँ फेरि गाउँमा बस्ने मान्छेले मात्र थाहा हुन्छ कि इस्कुसको सिजनमा इस्कुस अब जाडो महिना भएपछि रायोको साग खाँदा ऊ मुलाको सिजनमा मुलाकै गुन्द्रुक मुलाकै अचार मुलाकै झोल मुलाको फ्राई सबै ल फ्राई हुँदैन त सबै फ्राई हुन्छ काँक्रो मात्र फ्राई हुँदैन ल गाइज अब आजको लागि चाहिँ यति नै होइन अब भिडियो पनि लामो भइसक्यो अब फर मोर भिडियो यु हेभ टु सब्सक्राइब आवर च्यानल फेरि अङ्ग्रेजी पनि खतरा हान्छु क्या म फेरि होइन सब्सक्राइब सेयर हानिदिनु होला ल आजको लागि चाहिँ यति नै यो